ल अब हामी जाँदैछौँ लिखु गाउँपालिका स्काउटको प्रोग्रामको लागि। हामीसँग हुनुहुन्छ टिममा नितिन सर, मोतीराम सर अनि म अनि हाम्रो ड्राइभर सर चाहिँ हराउनु भएको छ अहिले एकछिनको लागि। अनि हामी चाहिँ अहिले ट्याक्क गाडी पर्खिँदैछौँ है। हामीले चाहिँ लानुपर्ने सामान चाहिँ यो हो। यो लिएर जान आँटेको हामी। अब बाटोमा के हुन्छ कस्तो हुन्छ हामी अपडेट गर्दै गर्छौँ। हस्त अब हामी हिँडे पछाडि भनेको हात्ती छिर्ने पुष्पा अड्किनु त भइहाल्छ। के भएर गर्नु हुन चाहिँ के भयो हामी किन रोकेको? झन्डा लिन गरे झन्डा छुटेको। झन्डा किन लिन छिरेको? झन्डा छुटो अरे के भयो? झन्डा लिन लैदाई झन्डा छुटो अरे झन्डा अब यहाँबाट लिएर त्यस्तै हुन्छ। अब हामी यात्रामै छौँ सोनाजी। हामी अहिले छौँ जनता के हो जगन्नाथ देशराज जनता मावि। झन्डा त्यहाँ आउँदैछु। अब हामी एक फेरि अन्त जरुनी। अब हामी यात्रा गरिसक्यौँ। अहिले चाहिँ हामी टक्क मुर्कुची चोक आइपुग्यौँ। नबोल्ला नि दाइ। भ्यू पनि दामी छ यहाँबाट। मुर्कुचे चोकमा चिया खाना हामी टक्क रोकेको। भ्यूको त के कुरा गर्नु होला।
भरतपुर बजार आइपुग्यौँ। दोस्रो पल्टको ओखलढुङ्गा आसमानको यात्रा निखो गाउँपालिका। किरणजी कस्तो भयो तपाईँको यात्रा? होइन हो हाल्ने हो क्या ठाउँमा। तपाईँको कस्तो यात्रा? मेरो त पसिनै पसिना भइरहेको छौँ हामी एकदम। दाइ तपाईँको यात्रा कस्तो छ? नमस्ते। यो चाहिँ हाम्रो सुनकोशी नदी, बिग नदी, बिग जेसिबी। यो सुनकोशी नदी अनि म हिरा अनि मोती। कत्रो डिस दियो यार दाइ तपाईँलाई त? तपाईँको साथीले तपाईँलाई कत्रो डिस दियो यार? अब पर्यो फसाद। ट्र्याक्टर दाजुले बाटो छोड्दै हुन्थ्यो। यहाँको मासु कस्तो मिठो हुन्छ होला है? भनौँ फ्रेस वाटर फिस, टेस्टी टेस्टी डिलिसियस। सुनकोशीको मरिन डाइभर्जनको एरिया दामी, कस्तो दामी बनाएको दामी हुन्थ्यो नि। क्लिन सिटवाला काम। हामी चाहिँ यताबाट काठमाडौँ, यताबाट ओखलढुङ्गा हामी गएको ठाउँ। ट्याङ्की ए तेल थल्केको होला नि। अनि ट्याङ्की थल्केको होला नि त। दिस इज मन्थली बजार। हामी जाने ठाउँको चाहिँ रोड भाँच्यो अरे। अब यता मुलाको बाटोमा चाहिँ हामी सालिदोकाली बाटो आएको थियौँ। यताको चाहिँ बाटो भाँच्यो अरे। अब हामी पारिपट्टिबाट गएर पारि भनेको अब घुमेर यहाँ कताबाट अब निस्किन्छौँ। अब हाम्रो आज पानी पनि परेछ, पानी पनि हामी भिरेको छौँ। यस्तै छ, के गर्नु। अब चाहिँ हामी ट्याक्कै यहाँबाट माथि लाग्नेछौँ। अब अहिलेको बाटो भाँचिएको रहेछ। त्यो चाहिँ गर्नु नहुने थियो, तर गरिहाल्दा ठिकै रहेछ। खिच्चा देखियो होला। ठाउँ त ठाउँै हो नि, पाहाड भनेको पाहाड हो नि यार। बाटो राम्रै राम्रो छ।
के घटाउ न अनि के देख्नु लड्यो जस्तो छ त बाटो अप्ठ्यारो बाटो खोज्दै हिँडेको तर होइन बाटो देखेको बाटो कस्तो गिर्यो एउटा बाटो तल झारिसकेला मैले चाहिँ एउटा मेरो बिटी मुन्टाको ब्यालेन्स कस्तो राम्रो रहेछ यार ड्राइभर चेन्ज तेरो यही ट्र्याक लगाउँ ल भाइ ओके भाइ बाटो चाहिँ खतरनाक दाइ नआउने हामी लगभग आधी बाटो आइपुग्यौँ अब यहाँ बाटो चाहिँ फेरि यहाँको चाहिँ नाइसै छ बाटो राम्रो चिप्लिन्छ मात्र ए हिँड्नु त यो बाटो हो क्या त हिँड्नु न हिँड्नु यो बाटो हो क्या हिँड्नु न त म छु क्या हिँड्नु न हिँड्नु अगाडि बढाउनु न अगाडि अगाडि भिडियो त खिच्नै बिर्सेछु नि त बाटो बन्द थियो हामीले खोलेको नि त हामी चाहिँ अहिले गामलाङ टार जानको लागि गामलाङ गुम्लुङ गामलाङ टार जान गामलाङ गुम्लुङ हुँदै हिँड्दैछन् ल्यास ल्यास रहेछ त दोस्रो पल्ट राम्रै हुँदैछ तर पहिलोपल्ट दाइ नगराउनु छिटो भन्दा यार पाइला चल्दैन हिलोमा काटेर दाइहरूको खुट्टा राम्रो छ यार बरु हाम्रो भन्दा हामीलाई गद्दारी गरे नि तिनीहरूले तपाईँहरूको खुट्टा राम्रो छ हाम्रो भन्दा त हिलो न हिलो रह बा गद्दारी गर्बे गमला गमला टाँस्दैन न
बाइकमा एउटा मोबाइल चार्जर पनि हाल्नुपर्छ ल भने कुनै बाइकमा एउटा मोबाइल चार्जर पनि हाल्नुपर्छ ल अब यो पालि झर्ना देखिन्छ होला हौ भन्नु यार यो पालको ढाडे चाहिँ त्यो झर्ना देख्न थाल्यो त्यो झर्ना देख्न थालेको पनि लगभग 2 घन्टा पछाडि मात्र पुगिन्छ हाम्रो गामनाङ टार चाहिँ अब ब्याट्रीले भएछ भने यही भिडियोमा हामी हेर्नेछौँ त्यो बाटोहरू भएन छ भने चाहिँ फर्किँदाखेरि त्यहाँसम्म ब्याट्री भइहाल्नुहुन्छ अनि त्यहाँबाट चाहिँ हामी घुम्नु Kuda paudio. Apa? Kuda paudio. Jangan हातमा राखेर हामी भिडियो खिच्दैछौँ दर्शक बिन्दुहरू तपाईहरुको लागि तपाईहरु हेर्न सक्नुहुनेछ बाटो एकदमै तुफानी छ माउन्टेन ड्यू खाएर आएका छौँ हामी घरको अगाडि के छ Ôi còn nó vẫn rất là đẹp. Tôi còn nó hai story còn rất cho nào chứ. आज मैले माउन्टेन ड्यूमा अस्ति बाइक पर्छ भने चाहिँ मैले भरेको छु यार. है. ल. दाइ. नाइस दाइ. बाइकले पनि भयो दाइ भन्छ त ओरालमा गुल्टाइदेऊ न इसर भइहाल्छ के गरौँ ओरालमा गुल्टाउनु इसर भइहाल्छ नि भनेको लिक्चिमा छोडाए यो चाहिँ हाम्रो वाटर हो चाहिँ नेपाल सरकारले त्यही विभागको वाटर हो त्यही पारा ल्याउँछु भनेको जहाँ चाहिँ पानी छ जहाँ चाहिँ छ पानी जहाज प्रदेश नम्बर 1 को ओखलढुङ्गामा पानी जहाज चलाउँदै गामनाङ टारसम्म पुग्न खोज्दैछौँ तर जसुकै भनेको नेपालमा के चिज छैन क्या सुन्दर दृश्यहरू छन् के छैन भन्दा करप्सन छैन डेभलपमेन्ट छैन डेभलपमेन्ट छ हाम्रो बाटोमा हामीले यस्तो के भन्छ वाटर वेज बनाएको छौँ यस अब हामी बाइक धुन्छौँ निस्कनुहोस् त लौ पक्र मोबाइल पक्र धुवा उड्छ त पुरै तातेर धुवा आइरहेको यहाँ हाल्नु न अगाडि ल दाइ यहाँनिर टेक्नु न कसरी भिज्छौ
हालसे चाहिँ ए ल साथीहरूले माछा मारेको अवस्था त्यो कार्बोरेटरमै छिर्छौँ हामी हराएको अवस्था अझै तल जस्तो लाग्दैछ क्या मलाई त्यो सानीमा तल हो भन्नु न पर्दैछ तल हो सुन्दैछु सानीमा हेरेर पर्दैछ नि छ क्या